जापानमा चाहिँ दिन प्रतिदिन हत्याको श्रृङ्खलाहरू बढ्दै गइरहेको छ। यसरी आफ्नै देशका दाजुभाइले आफ्नै देशको दिदीबहिनी चेलीबेटीहरूलाई चाहिँ यसरी दिनदहाडै हत्या गर्न कुन मनले दिन्छ होला। फुकुओका निवासी 25 वर्षीय लक्ष्मी राजवंशीको चाहिँ कोठाभित्रै धारिलो हतियार प्रयोग गरी चाहिँ हत्या गरिएको र नजिकैको खोलामा चाहिँ लास फालेको अवस्थामा चाहिँ जापान प्रहरीले लासलाई फेला पारेको छ। हत्यामा संलग्न जोसुकै भए पनि कडाभन्दा कडा कारबाही गर्न चाहिँ हामी अनुरोध गर्दछौँ र यसरी अरूले फुल जसरी हुर्काएर राखेको छोरीलाई चाहिँ मार्ने अधिकार चाहिँ कसैलाई पनि छैन। मन पर्दैन भने छोड्न सकिन्छ, आफ्नो बाटो लाग्न सकिन्छ, तर यसरी अरूको ज्यानै लिने कोसिस चाहिँ गर्ने अधिकार कसैलाई पनि छैन। त्यस्तो नरपिशाचहरूलाई चाहिँ एकदम फाँसीको सजाय नदिएसम्म नेपालमा अथवा विदेशमा चाहिँ यस्तो घटनाहरू दिन प्रतिदिन दोहोरी नै रहन्छ।